हेलो एन्ड नमस्ते हजुर सबैजनालाई इट्स मी विपना सुनुवार। सो आज चाहिँ म बाहिर जाँदैछु मेरो दिदी र बहिनीसँग। उहाँहरू चाहिँ मेरो कलिग जस्तै भनौँ न, काममा भेटेको साथी हो। सो हामीहरूले चाहिँ 3 महिना अगाडिदेखि बाहिर जाने भनेको थियौँ, तर कहिले कसैको छुट्टी नमिल्ने भएर चाहिँ बल्ल तल्ल हामीले आज चाहिँ मिलाएर क्रिक हार्बर पार्क जाँदैछौँ। म चाहिँ सरकटी चाहिँ पुगेँ। सो म चाहिँ यहाँ दिदी र बहिनीलाई कुरिरहेको थिएँ। सो बहिनी आइपुग्यो यति बेलै। गर्ल्स टाइम केटी भएको देखाइहाल्नुपर्छ। म केटी हो। म पुतली हो। हामी चाहिँ यहाँ सरकटीदेखि क्रिक जाँदैछौँ। यो चाहिँ क्रिकमा सिधै जान सकिन्छ। धेरै यताउति झमेला पनि छैन जानलाई। रेनिङ पानी पर्यो। ला के गर्ने हो र अब। त्यही बसेको छौँ हामी। ल ए भिडियो भएछ ल, यस्तो गरौँ त्यसो भए। हाम्रो चाहिँ दिदी छुट्नु भयो अर्को स्टेसनमा। अब हामी दुईजना चाहिँ छिरिहाल्यौँ, उहाँ चाहिँ छिर्नु भ्याउनु भएन, ढोका बन्द भइहाल्यो। अब 5 मिनट पछि आउनुहुन्छ होला दिदी। वेट गर्दैछौँ हामी। म देखेँ 4 minutes। कस्तो भयो त नि छुट्दाखेरि। रोको नरुइसो न त्यसरी। पानी पर्यो टिम 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 टिम। पानी चाहिँ परै थियो, रोक्ने नामै लिएको थिएन। सो हामी चाहिँ क्रिक स्टेसनभित्रै बसेर अलिअलि फोटो लियौँ अनि अलिअलि भिडियो लियौँ। यो चाहिँ मेरो आजको आउटफिट हो। हामी चाहिँ त्यस्तै 10-15 मिनट जति बस्यौँ होला त्यहाँ। अनि त्यसपछि पानी रोक्यो। त्यसपछि हामी एक्जिट 1बाट बाहिर निस्क्यौँ। अनि हामीले सोचेको थियो कि हामी हराउँछ कि भनेर, तर हराएन। बाटो सिधै थियो। यस्तो पोलहरू जहाँ त्यसकै पछि लाग्दै जाने। अनि मैले एउटा बिरालो पनि देखेँ। त्यो बिरालोको घर पनि एकदमै राम्रो थियो। कुन चाहिँ हो बनाइदिएको रहेछ। जस राम्रो लाग्यो देखेर। यतातिर चाहिँ बिरालोहरू टन्नै पाउँछ। अनि मैले चाहिँ लिँदै थिएँ, तर यो एउटा कालो बिरालो पनि आयो। मेरो पनि लिनुहोस् न भन्दै। सो मैले उसको पनि अलिअलि लिएँ। अनि त्यसपछि चाहिँ हामी अलिकति अगाडि गएपछि यो बिल्डिङ आयो। यो मोहम्मद भन्ने लाइब्रेरी चाहिँ मैले धेरै देखेको थिएँ, तर मलाई जान पनि मन थियो। तर योपालि चाहिँ हामी जान अलि भ्याउँदैन थियो। सो पछिको लागि सोचेर बसेको छु। सो हामी त्यहाँ गएपछि चाहिँ एउटा बिल्डिङ रहेछ, त्यो चाहिँ हाम्रो वेटिङ हल। अनि यहाँ चाहिँ हाम्रो टाइमिङहरू कति बेला आउँछ, कति बेला जाने सबै देखाएको थियो। म्याडम हामी चाहिँ दुवै क्रिक हार्बर मरिनमा जाने हो। अब चाहिँ आउन लाग्यो, हाम्रो टाइम भयो। हामी चाहिँ यो लटमा जान पाएन।
पार्किङ लटमा अहिले अब 15 मिनटपछि यता यो बोर्डमा पनि ट्यागिङ सिस्टम थियो सो यहाँ चाहिँ अलमोस्ट सबै चिजमा ट्यागिङ नै चल्छ सो त्यो चाहिँ ठिकै लाग्छ मलाई अनि त्यसपछि चाहिँ हामीहरू यताबाट सुरु भयो हाम्रो यात्रा यताको एकदमै राम्रो थियो सो वेदर पनि एकदमै ठिक्क थियो यदि घाम लागेको भए नर्मल डेमा हामी जान पनि सक्दैन थियो होला गर्मीले एकदमै गाह्रो हुन्छ सो यति बेला चाहिँ हामीलाई घामले पनि वेदरले पनि साथ दिइरहेको थियो अनि फेरि पानी परेर पनि हामीलाई एकदमै चिन्ता थियो कि हामी त आउटडोर जाने हो आउटडोरमा त पानी पऱ्यो भने त केही मतलबै रहँदैन तर ठ्याक्क हामी यहाँ पुग्नु र पानी रोक्नु पनि सँगसँगै भयो सो हामीहरू चाहिँ आइपुग्यौँ हाम्रो स्पट त्यो पारी चाहिँ देखेको बिल्डिङहरू सबै त्यतातिर हो सो मलाई चाहिँ कहिलेकाहीँ अचम्म लाग्छ क्या यस्तो पानीहरू बिचतिर पनि यस्तो बिल्डिङहरू बना हुन्छ अनि ओहो टेक्नोलोजी भन्न मन लाग्छ सो यो गेटको कुरा गरौँ यो गेट चाहिँ बन्द भइसकेको थियो कसरी खोल्ने पनि थाहा थिएन हामीलाई भएन त्यो ढोका चाहिँ हामीले बल्ल तल खोल्यौँ एउटा दाइ हुनुहुन्थ्यो त्यो दाइले सिकाउनु भयो सो हामीले बल्ल तल एकछिन त खोल्दैन ला अब यहीँ अड्किनु भयो हामी अर्को बोर्ड आएपछि अरू मान्छेहरू आएपछि मात्रै निस्किन पाउने हो कि जस्तो लागेको थियो तर होइन रहेछ त्यो रातो बटन थिचेपछि चाहिँ ढक्कली हाल्नुपर्ने रहेछ कि हामीले चाहिँ त्यो रातो बटन खोल्दै यसो स्लाइड होला भन्दै ट्राई गरेको थियौँ अनि यहाँ चाहिँ हाम्रो दिदीको अलिअलि भिडियो सुटहरू हुँदैछ सो हाम्रो दिदी पनि एकदमै राम्रै हुनुहुन्छ मैले त नामै भन्न बिर्सेँ उहाँ दिदीको नाम चाहिँ हाम्रो विजया हो अनि मेरो बहिनीको नाम चाहिँ यहाँ अनिसा हो सो यति बेला घाम पनि लागेको छ हेर्नु न अघिसम्म पानी परेको थियो अहिले ठ्याक्क हामीले फोटो लिने बेला टक्क घाम लाग्यो अनि पछि मेरो बहिनीको ब्याग चाहिँ मैसँग थियो क्या तर यो बहिनी चाहिँ हेर्नु न छिटेर उताको ब्याग बिर्स्यो भनेर मैले यता छ भन्दै थिएँ त्यही पनि नसुनिकन गएको अनि यत्तिकै पुगिरहेको छु म सी फाइनली वी कम्प्लिट आवर मिसन जस्तै भयो यही भ्यूको लागि आएको थियौँ तर मेरो चाहिँ फोनको क्वालिटी त्यस्तो राम्रो छैन त्यही भएर त्यस्तो राम्रो चाहिँ आएन बहिनी हेर्नु न त्यहीँ बिजी छ यसकै लागि आएको भनेर अनि हामीले चाहिँ फर्किँदाखेरि टिकट पनि लिनुपर्ने रहेछ सो लाग्यौँ हामी फेरि रिटर्न हुँदैछौँ अनि यति बेलाको भ्यू हेर्नु न यो पानीबाट यो बोर्डबाट यति राम्रो देखेन सनसेट पनि यस्तो बवाल देखेको थियो अनि यो चाहिँ भ्यू पोइन्ट थियो तर यहाँ चाहिँ जान पाएनौँ हामीहरू ओ माई गड हेर्नु न ओहो के चाहेर हौ मेरो नर्मल फोनबाट त यतिको आएको थियो भने झन् क्यामेराहरूबाट भएको भएर दामी आएको थियो त्यो चाहिँ बुर्ज खलिफा हो आज चाहिँ हामीहरूको 3 महिनाको प्लानिङ बल्ल तल पुरा भयो सो उहाँहरूलाई सोधौँ आज कस्तो भयो एकदम रमाइलो उहाँ चाहिँ साँच्चीकै भन्नुपर्दा आज तपाईँ कस्तो भयो त आज जान्न चाहन्छ एकदम रमाइलो भयो अब हामी घर पुग्दैछौँ केही खाएको छैन गाई भोक लागिरहेछ मलाई अब गएर खान्छौँ अनि अझ रमाइलो हुन्छ हस् नमस्ते धन्यवाद ल बाई बाई दिदीलाई चाहिँ गाह्रो भइरहेको थियो सो उहाँ चाहिँ सिधै घर जानुभयो अनि हामी चाहिँ अलिअलि पेटको पूजा त गर्नै पऱ्यो नि होइन र अहिले बुर्जुमानमा आएको दिदी चाहिँ जानुभयो बहिनी र म चाहिँ बुर्जुमानमा खाजा खान आएको अनि हामी चाहिँ यहाँ के हो नाम यसको मिठो नेपाली स्ट्रिट फुडमा हामी खान आएको नेपालको जस्तै चिया आयो पहिलोचोटि खाएँ मैले यहाँ आएदेखि पहिलोचोटिको यस्तो चिया खाएँ तर मैले पहिला चाहिँ चिया नखाने भनेर एउटा मात्रै मगाएको दिदीले खाने भनेर मैले कोक खाने भनेर मगाएको चियाले मिठो साटा
खल्लो खल्लो झोल त नामअनुसार खाना चाहिँ भएन मलाई खाना सामग्री लागेन चिया मात्रै मिठो लागेको थियो म चाहिँ अल्गोबैबा आएर मेरो एउटा दिदीलाई कुर्दै थिएँ म यतातिरै थिएँ अनि दिदीलाई भेट्न जान्छु भनेर कुरेँ दिदी पनि 5 मिनटपछि आउनुभयो अनि दिदीसँग भेटेपछि चाहिँ म मेरो बस चढ्नु हिँडेँ यहाँबाट चाहिँ मेरो बस लाग्छ सो यहाँबाट म बस चढेर गएँ थ्याङ्क यू सो मच हजुरहरू सबैजनालाई हेरिदिनु भएकोमा यसरी साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ।